सो हेलो गाइस, सबैलाई ढोक्दा मेरो नाम चाहिँ करण राई। मिनी ब्लगको सुरुवातमा हामी सबैजना जाँदैथ्यौँ टुरतिर। आज फेरि लास्टै गर्मी थियो क्या साथीहरू। अनि सो हामी फाइनली पुग्न आँटेको थियौँ मिलिट्रीमा। अनि हामी मिलिट्रीभित्र जाँदैथ्यौँ, हेर्नु सक्नुहुन्छ फाइटर जेट पनि थियो बाहिर। भित्र पुगेर हामी सबैजना एकछिन बसेर लन्च गऱ्यौँ। धेरैवटा थियो फाइटर जेटहरू। सबैजना आफ्नो आफ्नो पाली पर्खिँदै थियो फाइटर जेटसँग फोटो खिच्नको लागि। मिलिट्रीमा हामी सबै बुझेर जाँदैथ्यौँ अर्को लोकेसनतिर। के हो, आफ्नै आफ्नै पारामा जाँदैछ त साथीहरू त। अनि त्यस पछाडि हामी पुग्यौँ अर्को लोकेसनतिर। अनि फायर फाइटरले स्पिच दिनुहुँदै थियो। अनि हामी गयौँ फायर फाइटरको गाडीभित्र, हेर्नु सक्नुहुन्छ। हामी सबैजनाले बुझाउनु हुँदै थियो। यो बटनले के हुने टाइपले बुझाउनु हुँदै थियो। मेरो इन्डियन साथी बाहिर नाच्दै थियो। अनि त्यस पछाडि हामी गयौँ फेरि अर्को लोकेसनतिर। अनि लन्च टाइममा हामी बर्गर किङ गएको। लाइन त कम्ता लामो थिएन साथीहरू। अनि हामीले खायौँ बर्गर, फ्राइज, कोल्ड ड्रिङ्क, त्यस्तै अरूहरू। अनि म र मेरो साथीहरू जाँदै थियौँ कन्टिनेन्टतिर। त्यस पछाडि हामीले किन्यौँ आइसक्रिमहरू। यस्तो गर्मी मौसममा यस्तो चिज आइसक्रिम खानु पाउँदा कस्तो मजा हुन्छ। त्यस पछाडि हामी गयौँ अर्को लोकेसनतिर। अरे भाई, तुम लोग का नाम लिस्ट में नहीं। अनि हामी सबैजना टिचरहरूसँग जाँदै थियौँ। तपाईँहरूले कता भनेर सोच्नु भएको होला। हल्का हाँसो रमाइलो गर्दै हामी जाँदै थियौँ युनिभर्सिटी हेर्न। हामी फाइनली पुग्न आँट्यौँ। त्यहाँ पुगेर हामीले सम्झाउनु भयो यो के हो भनेर। अनि हाम्रो अर्मानी भाइ त आधी निन्द्रामा नै रहेछ। भ्यू हेर्नु सक्नुहुन्छ, यस्तो दामी थियो। अनि मेरो साथी डान्स गर्दै आउँदै थियो। एंट्री अच्छी है लेकिन बैठने का तरीका अभी बड़ा कैजुअल है। यो चाहिँ हो स्टडिङ एरिया युनिभर्सिटीको है त। अनि त्यस पछाडि हामीले हेऱ्यौँ अपार्टमेन्टहरू पनि। अनि त्यस पछाडि हामी हेरिसकेर निक्लिनु थाल्यौँ। उठपटाङ काम मात्रै गर्छौँ मेरो साथी। अनि त्यस पछाडि हामीले खेल्दै थियौँ गेम। एउटा म्याप हुन्छ, त्यहाँभित्र लोकेसनहरू हुन्छ। हामीले चाहिँ खोज्नुपर्छ क्युआर कोड। अनि त्यस पछाडि स्क्यान गरेर एन्सर लेख्ने। कोई आपसे प्यार क्यों करेगा? कोई तरीका है भीख मांगने का? फुलको भिडियो बनाउँदै थिएँ, मेरो साथीले चोरेर भाग्यो। अनि त्यस पछाडि हामीले पायौँ युनिभर्सिटीदेखि गिफ्ट पायौँ हामीले। भाइ चाहिँ मस्तले सुतिरहेको थियो। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। अनि मेरो साथीहरू उनीहरूको स्टपमा उत्रियो। Thank you so much for watching my mini vlog. Bye bye.